राजनीतिलाई हामी एउटा पेसा बनाउने छैनौँ, सुसंस्कृत राजनीतिको अपेक्षा गरेका छौँ। मुलुक बन्छ भन्ने एउटा सानो अपेक्षा राखेका छौँ। यसर्थ हामीले सभापतिज्यूलाई मोबाइलको लाइट बालेर स्वागत गरिदिन म अनुरोध गर्दछु। सबैजनाको फोनको लाइट बालिदिनु होला, किनकि हामीले नुवाकोट उज्यालो छ, नुवाकोट अन्धकारमा छैन भनेर देखाउनु छ साथीहरू। कृपया सबैजनाले नुवाकोटको उज्यालो देखाउनु छ। परम्परागत राजनीतिक हामीले तोड्नु छ। जय गान्धी, राष्ट्रिय स्वतन्त्र पार्टी साथीहरू, बाटो खाली पत्रकार महोदयहरू कृपया बाटो खाली गरिदिनु होला। सम्पूर्णमा मैले अनुरोध गरेँ त्यहीबाट बोल्नु। रेडका साथीहरू हामी पार्टीका केन्द्रीय उपसभापति आदरणीय डिपी अर्याल र पार्टीका केन्द्रीय सभापति आदरणीय रवि लामिछानेज्यू आइसक्नु भएको छ। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला।
थियो। जय घन्टी। इतिहास लेख्ने यो मोडमा तपाईँ हामी उभिएका छौँ। मसँग सँगै उभिएका दुई सारथीहरू ध्यान दिएर सुन्नु होला। दुई सारथीहरू विक्रम सेना र डाक्टर अच्युतन लामिछाने। समयको विशेष परिस्थितिले राजनीतिको बागडोर सम्हाल्न आँट र साहस गरेर आएका यी होनहार उम्मेदवारहरूलाई यसपटक तपाईँले इतिहास रचना पठाउने हो, सांसद रत्न बनाउनको लागि पठाउने होइन। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी लगभग इतिहास लेख्ने अन्तिम चरणमा आइपुगेका छौँ। म यहाँ भोट माग्न मात्र आएको होइन। म यहाँ यो क्षेत्रले, यो जिल्लाले इतिहास लेख्नका लागि आफूलाई कतिको तयार राखेको छ त्यो हेर्नका लागि आएको मैले देखेँ। धन्यवाद उहाँको, धन्यवाद। वर्षौंको व्यतिथिलाई अन्त्य गर्नको निमित्त हामीले यस अगाडि एउटा बिउ रोपेका थियौँ। सुमन पाण्डे त्यो बिउ रोपिएको मान्छे हो। यस अगाडि तपाईँले लगभग जिताउनु भएको व्यक्ति हुनुहुन्थ्यो। यस अगाडि नै रोपिएको उन्नत बिउ थियो। यसपटक लटरम्म फल्नेछ, उहाँको घन्टी चिल्लाउनेछ। मैले राष्ट्रपतिका विभिन्न उम्मेदवार साथीहरूका बारेमा आएका सामग्रीहरू देखेको छु, हेरेको छु। एउटा प्रतिबद्ध उम्मेदवार पाउनका लागि एउटा युग पर्खिनुपर्छ। यसपटक हामीले पुगेको 84 भन्दा अगाडि 82 मा यो अवसर आएको छ। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनी, यो अवसर एउटा दुःखका साथ आएको छ। तर यो दुःखलाई ताकतमा बदल्ने गरी अब तपाईँहरूले मुटु दरो मार्नुपर्नेछ। किनकि यी होनहार सांसदहरूले यसपटक नुवाकोटको मात्र होइन, सिङ्गो देशको भविष्य लेख्नेछन्। तयार भएर बस्नुहोला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अन्य विभिन्न जिल्लाका साथीहरूलाई जिताउन जाने क्रममा, साथीहरूको बारेमा कुरा गर्न जाने क्रममा मैले आफ्नो निर्वाचन क्षेत्रमा धेरै समय दिएको पाएको छैन। तर मलाई विश्वास छ चितवनवासीहरूले मलाई चितवनका लागि मात्र देशका लागि भनेर पठाएका हुन्। मलाई चितवन सम्हाल्नु भएको छ भन्ने विश्वास छ। मलाई चितवनवासीमा विश्वास छ र चितवनवासीले मलाई के भन्नुभएको छ भने, नाक दिनु होला सभापतिज्यू, चितवन जिल्लाको घन्टी किल्ला भनेर भन्नुभएको छ।